हजुरले नमस्ते, म रामबहादुर अस्लामी मगर, सार्वभौम नागरिक पार्टीको तर्फबाट पाल्पा क्षेत्र नम्बर 2 को उम्मेदवार। भदौ 23 र 24 जुन खालको चाहिँ घटना यहाँहरूले देख्नुभयो, जुन घटनामा 76 जना हाम्रो भाइ बहिनीहरूले शहादत प्राप्त गर्नुभयो, अब मुलुकलाई सही दिशातर्फ लैजानको निम्ति र आम नेपाली नागरिकले अमन चैनसँग बाँच्नको निम्ति पनि हामीले एउटा वैकल्पिक शक्ति निर्माण गरेर मुलुकलाई नयाँ दिशातर्फ लैजानको निम्ति पाल्पा क्षेत्र नम्बर 2 को उम्मेदवार भएर आएको छु र मुलुकलाई अब कृषि क्रान्तितर्फ लैजान, औद्योगिक तर्फ लैजान मेरो उपस्थित रहेको छ। सँगसँगै जति पनि हाम्रा सम्पदाहरू छन्, स्रोत साधनहरू छन्, पर्यटनको कुराहरू छन्, विकासको कुराहरू छन्, यी सबै चिजहरूलाई सम्बोधन गर्नको निम्ति हिजोको दलहरूले आजसम्म जे जति गर्नुभयो त्यो आफ्नो ठाउँमा ठिकै छ, तर अब नयाँ पुस्ता आउनुपर्छ र मुलुकलाई सही नेतृत्व लिनको निम्ति पनि पाल्पाली मतदाताज्यूहरूसँग अपिल गर्न चाहन्छु कि यस पटक एउटा युवाको जोश जागर र एउटा युवाको हिम्मत र सङ्घर्षलाई आत्मसात गरेर चुनाव चिन्ह चक्रमा मतदान गरेर फागुन 21 गते चाहिँ मलाई विजय गराइदिनु हुनको लागि म हार्दिक अनुरोध अपिल गर्न चाहन्छु।